भर्खर के गर्नु व्यस्तले गर्दाखेरि आउनै पाउँदिनँ। आज भर्खर आएको छु मुकेश गुप्ताजी। यो ब्लू जो दिनु न प्लिज भन्नुभएको छ त्यो मैले बुझेन कि मुकेश गुप्ताजी, त्यो कसरी गर्नुपर्ने के भन्नुभयो मैले त्यो चाहिँ बुझेन। ल यहाँलाई पनि स्वागत छ। मसँग फेरि मुकेश गुप्ता ब्लग आउनुभएको छ, मेरो लाइभमा जोडिनुभएको छ। उहाँ पनि ब्लग बनाउँछ, ब्लगरमा हुनुहुन्छ, उहाँ युट्युबमा ब्लगहरू बनाउनुहुन्छ मुकेश गुप्ताजी। तपाईँहरू पनि आउनु होला मेरो युट्युब लाइभमा। म धेरै दिनपछि आज आएको है, बल्ल बल्ल आज समय निकालेर आएको छु। यो पङ्खाको आवाजले सायद तपाईँहरूलाई धेरै डिस्टर्ब गरिरहेको छ है। बन्द गरिदिउँ भने गर्मी लाग्ने। एकछिन मात्रै पनि पङ्खा अफ गरेर चाहिँ एकछिन पङ्खाको आवाजले तपाईँहरूलाई एकदमै डिस्टर्ब गरेर होला है। मेरो आवाज राम्रो सुनिरहेको छैन होला। स्वागत छ है, स्वागत छ। मेरो युट्युब लाइभमा आइदिनु होला। जतिजनामा लाइक गरिदिनु यहाँ सबैजनालाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मेरो युट्युब लाइभमा आइदिनु होला। साथै नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। तपाईँहरूको माया प्रेम साथ सपोर्ट गर्दा मेरो च्यानल मोनिटाइज भइसकेको छ अहिले है। अझै मैले 1 मिलियन सब्सक्राइबर पुर्याउने जुन मैले लक्ष्य र उद्देश्य राखिराखेको त्यो पुग्न सकिरहेको छैन है। एकदमै गाह्रो भइरहेछ। त्यसले तपाईँहरूको माया प्रेम साथ सपोर्ट अति नै मलाई खाँचो छ। प्लिज मेरो लाइभमा आइदिनुहोस्। मसँग मुकेश गुप्ता सर हुनुहुन्छ, उहाँको पनि च्यानलको नाम मुकेश गुप्ता ब्लग्स 100 भने उहाँको युट्युब च्यानल छ। तपाईँहरूले पनि उहाँको च्यानल पनि हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। उहाँको च्यानललाई, मुकेश गुप्ता सरको च्यानललाई पनि सपोर्ट गरिदिनु होला है। एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ। विशेष गरी हामी साना साना युट्युब क्रिएटरहरू जति छन् हामीहरूले झन् धेरै एकअर्कालाई सपोर्ट गर्नुपर्दछ। तपाईँ हाम्रो एकअर्काको साथ र सपोर्टले नै हामी अगाडि बढ्ने हो। मुकेश गुप्ताजीले मलाई सोध्नु भएको थियो कस्तो हुनुहुन्छ भनेर। म सन्चै छु, ठिकै छु तपाईँहरूको आशीर्वादले। र तपाईँ कस्तो हुनुहुन्छ मुकेश गुप्ता भन्नुहोस् है। तपाईँ पनि कस्तो हुनुहुन्छ आफ्नो हाल खबर भन्न सक्नुहुनेछ। र यहाँ तपाईँहरू पनि त्यसरी नै आउनु होला। जस्तै मुकेश गुप्ता सर मसँग लाइभमा आउनु भएर मसँग गफ गरिरहनु भएको छ। तपाईँहरूले पनि त्यसरी नै मसँग लाइभमा आउनु भएर गफ गर्न सक्नुहुनेछ। आउनु होला है। झ्याल खोलौँ भने धेरै आवाज बाहिरको एकदमै रोडको छेउमा रुम गाडीहरूको आवाज आउने। झ्याल बन्द गरौँ गर्मी। पङ्खा खोलौँ फेरि पुरा तपाईँहरूलाई स्याहारा आवाज आइरहेछ मोबाइलमा है, के अरे लाइभमा। अनि पङ्खा नि बन्द गरिदिएको छु, गर्मी छ। अलिकति मात्रै पनि झ्याल खोलिदिउँ फेरि पनि गर्मी बढ्न थाल्यो है। एकदमै आवाज आउँछ बाहिरबाट। ल सबैजनालाई स्वागत छ है, स्वागत छ यहाँ सम्पूर्णलाई मेरो A to Z इन्टरटेनमेन्ट युट्युब च्यानलमा। आज म फेरि लाइभमा आइसकेको छु र मसँग मुकेश गुप्ता ब्लग्स 100 स्वागत छ। मसँग गफ गरिरहनु भएको छ। यहाँहरू पनि आउनु सक्नुहुन्छ मेरो युट्युब लाइभमा। आउनु होला है। लाइक कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। मेरो युट्युब लाइभले आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनु होला। साथै नयाँ हुनुहुन्छ भने नयाँ जतिहरूले